गर्मी महिनामा हामीले कालिजहरूलाई यो तापक्रम व्यवस्थापन यसरी गर्न सक्छौँ। हामी देख्न सक्छौँ यो कालिजको बच्चाहरू यसलाई चाहिँ हामीले यसरी तापक्रमको व्यवस्थापन गरिरहेको अवस्था छ। यो चाहिँ 2 महिनाको कालिजको बच्चाहरू हो। यो धेरै गर्मी हुन्छ भनेर यसलाई चाहिँ यो पंखा कुलरहरूले यसरी चाहिँ व्यवस्थापन गरिएको छ। उता देख्न सक्छौँ यो कालिज खेल्नको लागि घाँसहरू पनि छ। यो 2.5 महिना पुगेपछि त्यो घाँसहरूमा हामीले खुल्लामा छोडिदिन्छौँ यसलाई। यो 2 महिनासम्मदेखि 2.5 महिनासम्मको बिचमा चाहिँ अब हामी 2.5 महिना पुगेपछि छोड्छौँ घाँसमा खेल्नको लागि। अहिले चाहिँ यसरी खोरमा यो तापक्रम व्यवस्थापन यसरी गरिरहेको अवस्था हजुरहरू देखिरहनु भएको छ है।